हेलो गाइज, वेलकम टु माई च्यानल। आज म फेरि सफारी कुदाउँदैछु र म सफारी कुदाउँदै आज चाहिँ फुलबारी टोलसम्म आइपुगिसकेको थिएँ र यहाँनिर फुलबारी टोल पुग्ने बेलामा एउटा भाइले मलाई रोक्यो र यो भाइ पनि सफारीमा चढ्यो। अनि मैले चाहिँ माथि प्लाइ पनि हालिरहेको थिएँ फर्स्ट कस्टमरको। र भाइ दिपेन्द्र चोक जाने भनेर म दिपेन्द्र चोकतिर भाइलाई उतारेर प्लाइ झार्नुको लागि जाँदै थिएँ। म ठ्याक्कै यहाँनिर यो बेरघाट चोकको बाटोतिरबाट लिएर जाँदै थिएँ र एक नम्बर गेटमा झारिदिनु भन्नुभएको थियो। 1 नम्बर गेटमा पुगेर मैले लास्टै फोन गरेँ। धेरैचोटि फोन गर्दा नि फोन रिसिभ भएन र लास्ट अन्तिमचोटि फोन गर्दा रिसिभ भयो। र म यहाँनिर आएर चाहिँ अब अहिले प्लाइ झार्दैछु गाइज। अनि अब यो प्लाइ झारिदिएर अब लास्टै भोक पनि लागिसक्यो मलाई। अब खाना पनि खानु जानुपर्ने। अनि अब प्लाइ झारिदिनु पऱ्यो। प्लाइ झारिदिएर अनि पैसा लिनु पऱ्यो। पैसा लिँदा पनि बार्गेनिङ गर्नुहुन्छ कि हुन्न। अनि टक्क तर पैसा चाहिँ राम्ररी नै दिनुभयो। प्लाइ पनि झारिदिइसकेँ। अनि पैसा पनि अब राम्ररी नै दिनुभयो। टाइम लाग्यो भाइ तिमीलाई भनेर राम्रै हुँदो रहेछ दिनुभयो। दियो भएपछि अब म घर यतातिर खानासाना खानुको लागि आउँदै थिएँ। र बाटोमा आउँदै यतातिर हटिया लाइनको बाटो आउँदै थिएँ। हटिया लाइनको बाटो आउँदै मलाई चाहिँ फेरि एकजना दिदीले रोकेर फेरि सफारीमा चढ्नु भयो दिदी। र त्यो दिदीले भन्नुभयो मलाई यता नेहा हस्पिटलतिर लगिदिनु बसपदाको भनेर भन्नुभयो। र म त्यो दिदीलाई लिएर आउँदै थिएँ। जब म यता लिएर आउँदाखेरि म यहाँनिर ठ्याक्क बिबी चोकमा आएपछि दिदीले भन्नुभयो म एकछिन हस्पिटलमा छिरेर आउँछु नि भनेर यहाँनिर हस्पिटलमा गएर दबाई सबाई लिँदै हुन्छ दिदीले चाहिँ। अनि त्यसपछि अब दिदी यतापट्टि आएपछि अब म दिदीलाई यहाँनिर ड्रप गरेर खानासाना खाएर